प्रतिनिधि सभाका नवनिर्वाचित सांसदहरूका लागि आज एउटा विशेष दिन हो। संसदका सबैभन्दा ज्येष्ठ सदस्य अर्जुन नरसिंह केसीले आज राष्ट्रपति कार्यालय शीतल निवासमा पद तथा गोपनीयताको शपथ लिँदै हुनुहुन्छ। राष्ट्रपति रामचन्द्र पौडेलले उहाँलाई बिहान 11:15 शपथ खुवाउने कार्यक्रम तय भएको छ। ज्येष्ठ सदस्यको हैसियतमा केसीले नै अब आउँदो बिहीबार अर्थात् चैत 12 गते अन्य नवनिर्वाचित सांसदहरूलाई शपथ खुवाउनुहुनेछ। नेपाली कंग्रेसबाट समानुपातिक प्रणाली मार्फत निर्वाचित केसी हालको संसदका सबैभन्दा पाका सदस्य हुन्। यसपटकको निर्वाचनबाट 165 जना प्रत्यक्ष र 110 जना समानुपातिक प्रणालीबाट सांसद छानिएका छन्। राजनीति र समसामयिक घटनाका यस्तै ताजा अपडेटका लागि हाम्रो पेजलाई फलो गर्न नभुल्नुहोला।